गुड मर्निङ एभ्रिवान। नमस्ते सेवाहरू सबैजनालाई। जति पनि मेरो युट्युब च्यानलमा जोडिनुभएका साथीहरू सबैलाई वेलकम छ है। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मेरो भिडियो हेरेर लाइक, सब्सक्राइब अनि बेल आइकनलाई पनि क्लिक गर्नुहोस् र तपाईँहरूलाई पनि सपोर्ट गर्न पाऊँ हैन। यसरी नै एकअर्कालाई सपोर्ट गर्दै जाने हो। आजको यात्रा चाहिँ विशेष गरेर धुलीखेलदेखि बनेपासम्मको हुनेछ। अनि जति पनि त्यहाँसम्म बनेका रोडहरू एकदमै राम्रो लाग्यो मलाई चाहिँ। आज देखेको दृश्य हेर्दाखेरि चाहिँ एकदमै रमाइलो र राम्रो लाग्यो क्या। बनिँदै गरेको जति पनि बाटाहरू छ नि त्यो एकदमै राम्रो बनिँदैछ क्या। अनि अब नेपालमा पनि यसरी नै बाटोघाटो राम्रो फराकिलो बन्यो भने नेपालको भविष्य पनि राम्रो देखेँ मैले चाहिँ। बाटोघाटो चाहिँ राम्रो हुनु पर्यो नि त। बाटोघाटो चाहिँ एकदमै राम्रो बनिँदैछ है। आजभोलि चाहिँ मैले एकदमै राम्रो देखेको छु है। अनि यो लामो दुरीको बाटो हो, तर तराई काठमाडौँदेखि तराईसम्म जाने सबैभन्दा छोटो बाटो चाहिँ हो। तर एकदमै राम्रो बनिँदैछ क्या यो बाटो चाहिँ। तराईबाट पनि बनेर आउँदैछ यो बाटो, अनि यताबाट पनि बन्दै गयो भने त यो बाटोको भविष्य चाहिँ राम्रो छ क्या नेपालको। यसरी नै बाटोहरू फराकिलो बनिँदै गयो भने त एकदमै राम्रो देखिन्छ है। अनि सवारी साधनहरू पनि हिँड्नलाई सजिलो भयो नि त, फराकिलो भएपछि तछाड मछाड भएन। जोस् नेपालको भविष्य पनि राम्रो छ है बाटोघाटोको लागि चाहिँ मैले देखेको छु। अहिलेको न्यू जेनेरेसनको नेताहरूले गर्नुहुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म। बाटोघाटोको लागि चाहिँ फ्युचर एकदमै राम्रो छ है अहिलेको, किनभने यतिको राम्रो बनेको छ नि त अहिलेको बाटोहरू, एकदमै राम्रो बनिँदैछ नि त। थ्याङ्क यू सबैजनालाई, धन्यवाद।